फिरौती उठाउन अमेरिकी नागरिकलाई अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन्। नुवाकोट बेलकोटगढी नगरपालिका 4 की 37 वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो र मकवानपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए। अमेरिकाकी 70 वर्षीय एक महिला साथीहरूसँग मुक्तिनाथ भ्रमणका लागि नेपाल आएकी थिइन्। उनीसँग लामाको सामान्य चिन्जान थियो। ती महिलाले नेपाल रहँदा घुम्ने ठाउँहरूको बारेमा लामाले जानकारी राखिन्। सोही क्रममा पोखराको लेकसाइड स्थित एक होटलमा बसिरहेकी अमेरिकनलाई उनले घरमा लैजान्छु भनेर लगिन्, तर उनले घर नलगी लुकाएर फिरौती माग्न थालिन्। त्यस घटनाको बारेमा नेपाल स्थित अमेरिकी दूतावासले कास्की प्रहरीलाई खबर पठायो। कास्की प्रहरीले तुरुन्तै अनुसन्धान टोली खटाएर महिलाको सकुशल उद्धार गरेको छ। एसपी ओलियाका अनुसार लामाले 3 लाख युरो अर्थात् 4.5 करोड फिरौती मागेकी थिइन्। घटनाबारे एमबीसीले मंगलबार प्रहरीमा खबर गरेको थियो। अमेरिकी नागरिकसँग सम्पर्क सामान्य रहेछ। नेपाल आएको बेला कहाँ कहाँ घुम्ने भन्ने अभिलेख राखेर नेपाल आइसकेपछि घरमा लान्छु भनेर पोखराबाट लगेको, तर घरमा नलगेको अनुसन्धानले देखायो। ओलियाले भने पोखराबाट चितवन हेटौँडा हुँदै पर्सातिर लगेको भेटियो। घटनाको प्रकृतिले उनलाई भारतसम्म लैजाने तयारी गरेको देखिन्छ। लामालाई कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्द कसुरमा 7 दिनको म्याद थपेर अनुसन्धान थालिएको छ। एचटीसी मिडिया, सञ्चार क्षेत्रमा नयाँ आयाम।